1 लाखको लगानी करोडको सपना बाँकेका थारू दम्पतिको प्रेरणादायी सफलता। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 5 ललई चोकबाट करिब 300 मिटर भित्र रहेको धम्लोवा पशुपक्षी पालन फर्मले स्थानीय स्तरमा उदाहरणीय सफलता हासिल गरेको छ। कृष्ण बहादुर थारू र कृष्णी कुमारी थारूको अथक प्रयास र मेहनतले यो फर्म आज एक सफल व्यवसायको रूपमा स्थापित भएको छ। 6 वर्ष अघि यी दम्पतिले केवल 1 लाख रुपैयाँ ऋण लिएर लोकल कुखुरा पालन सुरु गरेका थिए। आज उनीहरूको फर्ममा 1200 देखि 1500 लोकल कुखुराहरू पालिएका छन्। यो संख्याले उनीहरूको व्यावसायिक सफलतालाई स्पष्ट पार्दछ। फर्मसम्म पुग्ने जो कोही पनि त्यहाँको दृश्य देखेर प्रभावित हुन्छ। उनीहरूले वार्षिक रूपमा करिब 60 लाख रुपैयाँको कारोबार गर्छन्, जसबाट 8 देखि 10 लाख रुपैयाँसम्म बचत पनि हुन्छ। थोक खरिदकर्ताहरूलाई प्रति किलो 600 रुपैयाँ र खुद्रा ग्राहकहरूलाई 650 रुपैयाँमा कुखुरा बिक्री गरिन्छ। उनीहरूको कुखुराको माग यति धेरै छ कि ग्राहकहरूलाई पुर्याउन हम्मे पर्छ। नेपालमा केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेका युवाहरूका लागि यी दम्पति एक प्रेरणाको स्रोत बनेका छन्। उनीहरूले देखाएका छन् कि थोरै लगानी र मेहनतले पनि ठूलो सफलता हासिल गर्न सकिन्छ। उनीहरूले नेपालगञ्ज, बर्दिया र दाङ जिल्लासम्म आफ्नो उत्पादनको दुवानी गर्दै आएका छन्। यसरी उनीहरूले स्थानीय बजार मात्र नभई छिमेकी जिल्लाहरूमा पनि आफ्नो पहिचान बनाएका छन्। उनीहरूको सफलताको कथाले युवाहरूलाई आफ्नै गाउँठाउँमा बस्न केही गर्न प्रेरित गरेको छ। यसले देखाउँछ कि कृषि व्यवसायमा पनि ठूलो सम्भावना र सही तरिकाले काम गरेमा सफलता अवश्य मिल्छ। नमस्कार, मेरो नाम कृष्ण बहादुर थारू हो। म चाहिँ राप्ती सोनारी 5 बाँकेमा हो। अनि मेरो चाहिँ फर्मको नाम चाहिँ धम्लोवा पशुपक्षी पालन फर्म हो। यो राप्ती सोनारी 5 ललहीमा चाहिँ सञ्चालन गर्दै आएको छु विगत 6 वर्षदेखि। देखाउँदा हुन्छ। तपाईले के गर्नु भएको? सुरुमा चाहिँ के गर्नुहुन्थ्यो अनि कसरी यसमा आउनुभयो हजुर? अब पहिला चाहिँ अब म चाहिँ पढ्थेँ हैन सर। अब पढ्दै जब पनि गरेँ। म पनि अब एउटा पत्रकारितामै नै काम गरेको हो। पहिला चाहिँ अडिट फर्ममा 6 महिना गरेँ। अनि पढ्दै थिएँ, ब्याचलर पढ्दै गर्दाखेरि मेरो सब्जेक्ट चाहिँ कमर्स हो। अनि त्यसपछि चाहिँ अब कम्प्युटर अपरेटर गर्थेँ म बाँके पोस्ट राष्ट्रिय दैनिकमा। अनि त्यस्तै गर्दा अब त्यहाँबाट पछि पैसा चाहिँ मिलेन। अब त्यसपछि अब कोठा भाडै तिर्न नसकिने अवस्था पनि भयो। अनि त्यसपछि म चाहिँ छोडेर चाहिँ हजुरको म चाहिँ गोवा गएँ। अब अरूको काम त हो। अब पढे लेखेको मान्छे अब गोवामा होटल लाइनमा गएँ। मलाई आइडिया पनि भएन। त्यहाँ गएर म भाडै माझ्थेँ। अब भाडा माझेँ पहिला। अब बिस्तारै अब त्यो सबै जानिसकेपछि वेटरहरू पनि गरेँ। पछि अब त्यसरी काउन्टर म्यानेजर पनि गरेँ। तर अरूको काम गर्नुभन्दा चाहिँ आफ्नो काम गर्नु एकदमै राम्रो लाग्यो मलाई। पहिला चाहिँ मैले चाहिँ यो काम भनेको चाहिँ मसँग केही अप्सन भएन सर। अब जागिर खाम भनेपछि जागिर खाने मान्छे पनि त्यत्तिकै छन् हेर्नु। त्यसपछि हजुरको म उता 6 महिना बसेँ हेर्नु गोवामा। हजुर। अब साउले पनि भन्न लाग्यो कि यस्तो अब पैसा खान्छौ या गर्छौ। तर चाहिँ अब म चाहिँ कहिल्यै नगएको त्यो ठाउँमा। अब त्यो म आउन पनि नसक्ने। अब त्यसरी अब आफूलाई थाहा हुन्छ। अनि लास्टमा त्यहाँबाट पनि आइसकेँ। त्यसपछि आइसकेपछि अब त्यहाँ त अरू नराम्रो पनि भयो। अरूको काम हो। अब अलिकति बेजोर जस्तो पनि भयो। अनि लास्टमा चाहिँ त्यहाँबाट आएर पछि म अब बेङ्गलोर पनि गएँ माछा पालनमा। हजुर। त्यहाँ पनि काम गरेँ। अब कामको हिसाबले 18 घन्टा काम गर्नुपर्ने सर। काम त त्यति अप्ठ्यारो त थिएन। काम भन्ने कुनै सजिलो त हुँदैन। त्यही पनि 18 घन्टा काम गर्थेँ। रातिको 12 बजे चाहिँ 12 बजेदेखि मेरो चाहिँ माछा हेर्ने ड्युटी तलाउ हुन्थ्यो। हजुरको एउटै तलाउमा चाहिँ 5-6 लाख झिङ्गा हालेको हुन्छ। त्यही झिङ्गा पालनमा गएको थिएँ। त्यहाँदेखि फर्किसकेपछि अब आफ्नै केही गरौँ भनेर चाहिँ मैले भने।